नमस्ते, गुड इभिनिङ सबैलाई मेरो तर्फबाट के कस्तो अवस्थामा रहनु भएको छ, खुसी रहनुहोला, खुसी बाँड्नुहोला है। सकेसम्म कसैको चाहिँ चित्त दुखाउने कामहरू नगरिदिनु होला हैन। सकेसम्म मिलेर खुसी रहनुहोला। त्यसै गरी म पनि खुसी नै छु, तपाईँहरूको साथ र सपोर्टले गर्दा चाहिँ अहिलेसम्म नै खुसी नै छु। सकेसम्म तपाईँहरूले मलाई साथ दिनुहुन्छ भन्ने विश्वासको साथ म अघि बढिरहेको छु। तपाईँहरूको साथ चाहिँ मैले अझम्मरी पाउने आश गरेको छु, पाउने नै छु भन्ने मलाई विश्वासको साथ मैले भनिरहेको छु। त्यसै गरी आज चाहिँ म एउटा सानो भ्लग बनाउन गइरहेको छु। टपिक चाहिँ के छ भन्दा त्यस्तो धेरै इम्पोर्टेन्ट त होइन, तर इम्पोर्टेन्टै हो। इम्पोर्टेन्ट होइन भन्दा नि इम्पोर्टेन्ट हो। आज चाहिँ म यहाँबाट कामसम्मको मेरो के कस्तो काम छ, के काम गरिरहेको छु, यताउता चाहिँ सब म भ्लग मार्फत देखाउँदैछु। हेर्दै जानु होला है त। म अब खाना खाएर अब रेडी भएर म आउनेछु है त। त्यतिन्जेलसम्म साथ सपोर्ट लाइक सब्सक्राइब इत्यादि गरिदिनु होला है त। बाई, म रेडी भएर आउँछु है त। म चाहिँ रेडी भइसकेँ। अब जुत्ता सुत्ता लगाएर बाहिर निक्लेर चाहिँ अब बनाउँदै जान्छु। हेर्दै जानु होला है त। साथ सपोर्ट गर्दै जानु होला। तपाईँहरूको साथ र सपोर्टले गर्दा अहिलेसम्म आएको छु। अनि एउटा कुरा चाहिँ के हो भन्दा मेरो डेमा चाहिँ क्लास हुने भएकाले मैले चाहिँ नाइटमा काम गरिरहेको छु है त। हेर्दै जानु होला है त। के कतिसम्म के कस्तोहरू ठाउँमा जान्छु, यताउता म देखाउँदै जान्छु। हेर्दै गर्नु होला है त। ल म चाहिँ बाहिर निस्किसकेँ। अब यहाँबाट टक्क जेब्रा क्रस गर्छु अनि अगाडिको देखाउँदै जान्छु। हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। म चाहिँ अब हिँडिरहेको छु। त्यति त भन्दा नि अब यो अँध्यारोमा त म लास्टै अँध्यारो देखेँ होला। मलाई देखाउनु भन्दा नि यसो बरु नाइटको ब्याकग्राउन्ड देखाउँदा चाहिँ राम्रो हुन्छ कि जस्तो लाग्यो है त मलाई। म भन्दा नि ब्याकग्राउन्ड चाहिँ देखाउनु पर्ला। तर यहाँ लास्टै अँध्यारो छ, त्यही भएर ब्याकग्राउन्ड नै त्यति देखेको छैन। सकेसम्म चाहिँ म अब कति भ्याउँछ, अब भ्याएसम्म चाहिँ उनीहरू देखाउनै चाहन्छु। अब यो सिधा हो मेरो चाहिँ कामबाट नि गाडी लिन आउँछ, पुऱ्याउन आउँछ। त्यही भएर जे होस् मलाई सजिलो छ। अब यता रेस्टुरेन्ट छ, तर त्यति त देखिन्न चहल पहल। तर यति घुइँचो हुँदो रहेछ कि ओहो हो। यता पनि छ। अब यस्तो मैले कार किन्ने कहिले हो, सङ्घर्षको बाटोमै छु। कुनै दिन पुरा हुन्छ होला। यहाँ माथि चाहिँ प्लेन। अब यो चाहिँ पार्क हो। मैले पार्कको चाहिँ अस्ति नै पनि बनाएर देखाइसकेको छु। अब आज चाहिँ मेरो फेस भन्दा नि फोकस चाहिँ अब यो कामतिरको बाटोतिरको यताउता हुनेछ बढी चाहिँ। अब बेला बेलामा नि म पनि फेरि मेरो अनुहार देख्नु भएन भने फेरि अलि नराम्रो सोच्नुहुन्छ होइन। कहाँ गयो, कसो गयो, कता पुग्यो भनेर। यहाँ यस्तो राम्रो छ कि यहाँनिर डेकोरेसन चाहिँ बबाल छ, दामी छ। हेरिदिनु होला। यहाँ त यस्तो राम्रो छ कि ओहो। मलाई आज अलिक ढिलो होला कि जस्तो छ। म अलिक चाँडो हिँड्न थालेँ है त। बरु 1-2 मिनट अगाडि नै पुग्दा केही फरक पर्दैन। फेरि ढिलो भयो भने गाडी त फेरि छुटिहाल्छ होइन। त्यही भएर अलिक समस्या छ। यो चाहिँ नाइट भ्यू। मेरो चाहिँ सधैँ प्रायः काममा जाने टाइम नै यही हो। प्रायः सधैँ यस्तै छ अहिलेसम्म चाहिँ। ल म अलि अगाडि पुगेर भिडियो बनाउँछु है त। यहाँ त अँध्यारो नै अँध्यारो छ। सेम उस्तै एउटै प्लेस त फेरि कति हेरिरहनु, भिडियो मात्र लामो हुन्छ। फेरि एडिट गर्न मलाई फेरि अलि गाह्रो हुन्छ। त्यही भएर म अलि अगाडि पुगेर चाहिँ म फेरि बनाउँछु है त। हेर्दै जानु होला। ल म चाहिँ यतापट्टिबाट ठ्याक्कै
लेफ्ट साइडनिर चाहिँ म एकछिन कुर्छु होला गाडी अनि त्यहाँबाट लिने हो सधैँ। अब एकछिन हेरिदिनु होला, धैर्य त गर्नु होला, धेरै त छैन, 1 सेकेन्डको त हो। यहाँ जापानमा चाहिँ अरू केही होइन, पार्किङ चाहिँ यति महँगो छ कि 30 मिनटको 100 रुपियाँ। हेर्दै जानु होला। यहाँ चाहिँ हाम्रो के वासिङ के भन्छ, वासहरू गर्ने गाडीहरू अनि पेट्रोलहरू पनि यहीँबाट भर्छ। हेर्दै जानु होला। क्या राम्रो देख्नु भयो होला है भिडियो, मैले देख्न चाहिँ देखिरहेको छु, राम्रै छ। यहाँबाट चाहिँ क्यामेराले राम्रै लिइरहेछ, सकेसम्म लाग्छ मलाई राम्रै लिइरहेको होला। यो चाहिँ मेन रोड भन्दा नि भयो, यो चाहिँ मेन रोडै हो। अब यताबाट गाडी आउँछ, ठ्याक्क हामी चाहिँ गाडी चढेर यहाँबाट यता अगाडि जान्छौँ। तर नाइट भए पनि भ्यू त हरियालीले गर्दा धेरै राम्रो आएको छ। अब यहाँ म कुरिरहन्छु एकछिन, अब कति मिनट हुन्छ, अब आउने त बेला भइसक्यो, आउने बेला भएरै म आएको हो। एकछिन भ्यू हेर्दै गरौँ अनि अब के कति हुन्छ। अब गाडीभित्र भिडियो बनाउन दियो भने ठिकै छ, दिएन भने अब भिडियो एकछिन पज गर्छु, फेरि वहाँ पुगेर फेरि अन गर्छु। अब त्यस्तै हो, भिडियो पज गर्दै बनाउँदै, पज गर्दै बनाउँदै। मलाई चाहिँ अस्ति नैदेखि काममा गएको बनाउन चाहिँ मन लागिरहेको थियो, कहिले के नहुने गर्दा त्यति बनाउन चाहिँ सकेन। अब आज चाहिँ जे भयो नै होस् भनेर, अब धेरै पनि भयो नि त, अब काम गरेको नि 1-1.5 महिना हुन लाग्यो, अनि अब त अलि त्यति केही नहोला कि भनेर बनाइरहेको छु। के कतिसम्म हुन्छ अब हेर्दै जानु। म त अब एकैचोटि भोलि फर्किने हो। भोलि बिहान कति बज्छ, अब काम धेरै छ भने अब अलि ढिलैतिर फर्किन्छु ल, तर काम सकेसम्म धेरै होस् भन्ने चाहन्छु म चाहिँ आज। किन भन्दाखेरि भोलि सन्डे हो नि त, सन्डे फेरि छुट्टी छ, छुट्टी भएपछि अनि सुत्न पाइन्छ नि त। त्यही भएर चाहिँ म चाहिँ अरू बार चाहिँ बरु अलिक थोर होस् भन्न चाहन्छु, तर यो शनिबार चाहिँ जति सक्दो धेरै होस् भन्ने चाहन्छु म चाहिँ। है त अब धेरै भयो वेट गरेको, एकछिन अब गाडीहरू आउँछ, म ट्याक्क फेरि अनि अनमा आउँछु है त। हेलो गाइज, यहाँ चाहिँ गाडी आइसकेको छ। अब दिन्छ कि दिँदैन मलाई थाहा छैन, भिडियो बनाउन चाहिँ सकेसम्म दियो भने चाहिँ म ट्याक्कै अब गरि नै हाल्छु, बनाइ नै हाल्छु। अब यो चाहिँ मेरो गाडी हो। अब जान चाहिँ दिदीहरू यता साथीहरू हिँडिसकेको छ, खै दिन्छ कि नै मलाई थाहा छैन, नत्र म भिडियो पज गरेर अर्कोमा बनाउला। दिन त दिइरहेछ, अब के कति छ भनौँ, हेर्न त हेर। अब म चाहिँ यहाँ सबभन्दा लास्ट सिटतिरै आएर बसिरहेको छु, बनाइरहेको छु। अँध्यारो न अँध्यारो रहेछ। फेरि नेपालमा भएर लाइट त बाल्थ्यो, यहाँ चाहिँ लाइट नबाल्ने रहेछ। त्यही पनि यो उको गाडी हो, कामको गाडी हो, प्रायः त्यति बालेर हिँड्नु पर्ने त त्यति आवश्यक छैन। अब लाग्छ होला त्यही आधा घन्टा जति लाग्छ होला। अब यो पुरै अँध्यारो न अँध्यारो त मैले के देखाउने हो र, अब पुरै अँध्यारो छ। हेर्दा नि तपाईँहरूलाई नि लास्टै झ्याउ लाग्छ होला। अब सकेसम्म काट्दै
बनाउनु त म पुरै बनाउँछु, तर अब यो अब म एडिट गर्न चाहिँ टाइम लाग्ने भयो। एडिट गर्दै अब राम्रो सिन जति चाहिँ हालिदिइराख्छु है त, हेर्दै जानु होला। हामी चाहिँ अब पुग्न हुनु लाग्यो होला। अब जस्तै 10-15 मिनट लाग्छ होला। अझै टाइम त छ। राति कस्तो लास्टै अँध्यारो भएर त्यति राम्रोसँग भ्यूहरू लिन पाएको छैन। अब भोलि बिहान अलि धेरै काम भयो भने चाहिँ राम्रै भ्यू आउँछ होला, नत्र फेरि कुनै दिन पनि बनाउँला। तर अहिलेको लागि चाहिँ यो लगाएछ। आज चाहिँ मैले फर्स्ट टाइम यहाँनिर हाम्रो गाडीमा तेल हालेर आएको चाहिँ देखिरहेको छु। अरू बेला चाहिँ अब कहिले हालेको थिएन। त्यो आजै मैले भ्लग बनाउनु बेला चाहिँ अब यहाँनिर तेल हाल्नु पऱ्यो। यो चाहिँ अब यसो तपाईँहरूलाई पनि अब के देखाउँ राति भइरहेको थियो। अब ठ्याक्कै झन् एउटा अर्को के भन्ने अब यसलाई टपिक जस्तै अब आइहाल्यो। अब यहाँ चाहिँ अब धेरै सुविधा छ। यहाँ ल यहाँ चाहिँ अब ठुलो गाडी नि दुईपट्टि गइरहेछ। यहाँ चाहिँ सामान बोक्ने गाडीहरू हो यिनीहरू चाहिँ। अब यहाँनिर तेल पनि हालिसक्नु लागिसके जस्तो छ। अब सकेपछि चाहिँ हामी अब उता हाम्रो काम गर्ने ठाउँतिर चाहिँ यो गाडी लाग्छ है। हेर्नु त यहाँनिर दामी छ, सिन पनि दामी देखिरहेछ। यो चाहिँ सेम नेपालको जस्तै रहेछ यो तेल हाल्ने ठाउँ चाहिँ। यो चाहिँ अब माथिबाट पानी पऱ्यो नि सब यो बार हुने कि यो छतले चाहिँ छेक्ने रहेछ। ल अब हामी चाहिँ अब यहाँनिर लाग्न लाग्यौँ। अब यहाँनिर ड्राइभर पनि चढिसक्नु भयो। अब हामी अब सरर लाग्यौँ है त। ल हेर्दै जानु होला के कस्तो हुन्छ। लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्दै गर्नु होला, माया गरिरहनु होला है त। अब हामी चाहिँ लाग्यौँ हाम्रो कामतिर। हेर्नु त यहाँनिर क्या राम्रो सिनहरू छ, हेर्दै जानु, म देखाउँदै जान्छु है। अब यहाँ टक्क हेर्नु यहाँ गाडीहरू यहाँनिर छ। यो चाहिँ ठुलो स्पेसमा हुन्छ। यहाँ नेपालमा जस्तो सानो ठाउँमा छ भन्नु। यो चाहिँ यो अब उता पोखरातिर जाने, भैरवातिर जाने जस्तो यो टडकतिर नाइट टडक हुन्छ नि, हो त्यस्तै छ। झलक झिलिक बनेर बसेको छ। यहाँ चाहिँ यहाँ अगाडि एउटा यहाँ गाडी यहाँनिर रोकेर त्यही भएर ढिलो भइरहेछ। अब हिँडिसकेको छौँ। अब हामी बिस्तारै यताबाट अब राइट लिन्छौँ, त्यहाँबाट सरर हिँड्छौँ है त। हेर्दै जानु होला है त, माया गर्दै गर्नु होला है त। ल अब अरू चाहिँ अब वहीँ पुगेपछि म बनाउँछु है। दाइ उठ्नुभयो? ल अब यतिसम्म चाहिँ मैले बनाएँ। अब उता चाहिँ भित्र बनाउन दिँदैन। अब उताबाट अब फर्किसकेपछि है त अब फर्किन्छु अनि बनाउँछु है। ल साथीहरू यहाँ चाहिँ अब क्युके भन्छ। क्युके भनेको चाहिँ यहाँनिर ब्रेक टाइम हो, खाजा खाने टाइम। अब यहाँनिर मलाई खाजा खान बसिरहेको थिएँ। मैले पनि अलिकति खाजा त लिएर आएको थिएँ। यहाँनिर यहाँनिर जापानिज यो अब म्याम भन्ने हो कि के भन्ने हो, सँगै काम गर्ने यो अब म्यामहरूले चाहिँ मेरो लागि ल्याइदिएको छ। यस्तो ल्याइदिएको रहेछ। अब म खान्छु है त। कति धेरै माया गर्न सकेको हो मलाई त। ओहो यति धेरै कि अस्ति नै पनि पैसा पनि दिनुभएको थियो। अब यहाँनिर अहिले यस्तो रहेछ है त। ल म चाहिँ अब यहाँ फर्किसकेको छु। अब यहाँनिर 4:20को गाडी हो। यो गाडी चाहिँ अब यो गाडीमा चढेर जान्छु है त। ल हेर्नु अब यहाँ चाहिँ उज्यालो भइसकेको छ। अब हिजो आउँदा चाहिँ अब राति भयो, अहिले चाहिँ उज्यालो भइसक्यो। अब चाहिँ हेर्नु अब सिनहरू चाहिँ अब चाहिँ मजाको सिनहरू अब देख्नुहुन्छ हेर्नु है त।
अरू काम नगरे नि 1,20,30,000 आउँथ्यो 20,000 बुढीले 2 मा बुढीले 2 मा मैले 2 मा गरेँ हजुरको गर्थ्यो है बाटो राख्यो 1,00,000 पर्थ्यो हाम्रोमा मजा थियो टाढामा त्यसै अर्दैन सुन्नीमा कामै छैन बुढी गर्छ मात्र याकीमा नि केटाहरू सब खारागेमा हाल्यो गाइज म चाहिँ अब यो हिजो जहाँ चढेको थिएँ त्यहाँनिर आइपुग्न लागेँ भन्दा नि अब उठिने ठाउँ आइपुग्न लागेँ अब अरू चाहिँ अब उठिसकेपछि म यहाँनिर सबै देखाउँछु है त यता उता ब्याकग्राउन्डहरू के कस्तो छ भनेर हेर्नु है त म ल हामी त ओर्लेर नै अब जेब्रा क्रस गर्न लागिसक्यौँ यो चाहिँ मैले हिजो यतापट्टि देखाएको थिएँ अब हेर्दै जानु है त के कस्तो छ यताउता सागर अहिले पछि बस्नु यो चाहिँ मेरो साथीहरू अगाडि साथीहरू हिँडिरहेछ ल गाइस मेरो चाहिँ अब रुम आइपुग्न लागिसकेँ मैले चाहिँ अब किन फेस देखाएको छैन अहिले भन्दाखेरि चाहिँ मेरो यो निन्द्राले चाहिँ आँखा है पोलिरहेछ क्या त्यस्तो फेस क्यामेरातिर फेस गर्ने अवस्था छैन अब भिडियोलाई अब यही हो है भित्र त गएर बनाउन सकिनँ भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त सबैजनाले अब जहाँ भए पनि जे भए पनि खुसी चाहिँ रहनु होला अब सधैँ खुसी रहनु होला मैले बारम्बार भनिरहन्छु तपाईँ खुसी हुनुभयो त सबैलाई खुसी दिन सकिन्छ खुसी बाँड्न सकिन्छ है त्यही भएर चाहिँ सधैँ खुसी रहनु होला आजको लागि चाहिँ भिडियो यति नै है त बा